सिर्फ तपाईँ 10 मिनट घाम ताप्नुहुन्छ भने तपाईँको बडीमा यी 5 पावरफुल चेन्जहरू हुनेछ। नम्बर 1, भिटामिन डी बुस्ट। घामले बडीमा भिटामिन डी बनाउनेछ, जसले तपाईँको हड्डी र इम्युनिटीलाई मजबुत बनाउनेछ। नम्बर 2, तपाईँको मुड बेटर हुनेछ। घामले तपाईँको ह्याप्पी हर्मोन एक्टिभेट हुनेछ, त्यसै कारणले स्ट्रेस कम हुनेछ र मुड पनि गुड हुनेछ। नम्बर 3, तपाईलाई निद्रा राम्रोसँगले लाग्नेछ। घाम ताप्दा तपाईको बडी क्लक ठीक हुन्छ, त्यसपछि राति तपाईलाई राम्रोसँगले निद्रा लाग्नेछ। नम्बर 4, इम्युनिटी स्ट्रङ हुनेछ। घामले तपाईको रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नेछ, साथै इन्फेक्सनबाट पनि बचाउनेछ। नम्बर 5, मेटाबोलिजम सपोर्ट हुन्छ। घामले इन्सुलिन सेन्सिटिभिटीलाई बेटर गर्दछ, जसको कारण वेट म्यानेज गर्नलाई मद्दत पुग्छ। जुन कन्ट्रीमा घाम थोरै लाग्छ त्यो कन्ट्रीका मानिसहरूलाई जेनेरली भिटामिन डी को कमी हुन्छ। त्यसो हुँदा यदि जरुरत पर्छ भने हाई प्रोफाइल फुड सप्लिमेन्ट लिन चाहिँ नडराउनु होला।